पाँचोखरी चाहिँ म त्यहाँ तल चाहिँ हामी हिँडेर भ्यू पोइन्ट आएको बिहान 5 बजी उठ्यो सो भ्यू चाहिँ यस्तो छ सनराइज गरेर चाहिँ त्यही हो अब यही हेर्ने फोटोसोटो खिच्ने गाह्रो भयो तर वर्थ इट छ है वर्थ इट भयो गाह्रो भयो मलाई चाहिँ फर्स्ट टाइम गरेर होला पोखरी मेडिट पाँच पोखर चाहिँ त्यहाँ तल छ ल We are here at Pachpagari! Ooh, sunlight! Sunrise! Sunrise! Finally get out! Finally! Lo, sunrise पनि भयो sunrise भयो हैन पाँच पोखरी चाहिँ यस्तो छ लारालदेखि स्पोर्ट हुन्छ तर पानी चाहिँ देखिन्छ झर्दै हामी दुई दाजुभाइ चट्ट झर्दैछौँ यही भ्यू हेर्न आएर यत्रो बाटो जाडोमा चाहिँ नआउँदै हुन्छ है आउने भए मनसुनतिर गर्मीतिर आउँदा होला तल झर्दै हामी चाहिँ मन्दिर आइसक्यो है हामी बस आज ऊ त्यो कटेजमा सो यस्तो छ है भाइब चाहिँ काले त भित्रै छिर्यो त काले त डन हो नि यहाँको हाम्रो काले डन यहाँको डन हो रियल भोटे कुकुर हो है यहाँ हो काली डन कल्याण ल महादेवको मन्दिर जसले हेरेर बस्नु भएको छ होइन सस्तै लाभ होस् चाहेको पुगोस् त्यही हो ल पाँचपोखरी मन्दिर आइपुग्यो हर हर महादेव जय शम्भु भोला उनको ल रक्षा गर्न मन्दिर चाहिँ यहाँ चाहिँ अनि दुधकुण्ड चाहिँ यहाँ छ उयो रे भनेर भनेको छ त्यही हो ल मन्दिरबाट चाहिँ आइयो होइन सक्सेसफुल भयो सो 8:25 AM भयो है हामी चाहिँ यहाँबाट हिँडेको मजाले अगाडि थोरै एक स्टेप अगाडि हिँड्ने साथीहरू आउँदैछन् अब हाम्रो आजको डेस्टिनेसन भनेको देउराली पुग्ने हो होइन पुगिन्छ पुग्दैन थाहा छैन तर हामी एटेम्प गर्छौँ देउराली जानलाई
चिया नास्ता चाहिँ नोसेम्पाटी अथवा त्योभन्दा तल अथवा हुन्छ नि नोसेम्पाटीमै खाना खाएर हिँडिदिन्छ है। त्यही गाइज ल यहाँसम्म हेरिदिनु भएको छ, सपोर्ट गरिदिनु भएको छ, हेरिदिनु होला। म अब तलसम्म यसमा ब्याट्री हुन्जेलसम्म बनाउनु ट्राई गर्छु। सो सिउ 5 पोखरी ल साथीभाइहरू होइन चाहिँ 5 पोखरीबाट अब लौरी बिनाको लागि सकेका छौँ। त्यो चाहिँ करिब 1 घन्टा हिँडेपछि लौरी बिना आउँथ्यो उताबाट चाहिँ, यताबाट नि त्यस्तै हुन्छ होला सायद। अनि आज चाहिँ डे 3 हो है। अनि हिजो चाहिँ यो सबै फगी थियो वेदरहरू, सो राम्ररी देखाउन पाएको थिएन। त्यही हो गाइज, म चाहिँ अलि अगाडि नै छु, केटाहरूलाई दिँदैछु ग्याप। सो मानी आइपुग्यो है। अनि खानाको कुरा गर्नुपर्दा चाहिँ खाना चाहिँ 1000 बस्न र खानालाई 500 होला सायद है। अनि डे 3 मा चाहिँ हाम्रो 1000 रुपियाँ खर्च भयो, डे 2 मा। डे 3 मा चाहिँ अब खर्च हुन बाँकी छ। त्यही गाइज अब हाम्रो के कस्तो हुन्छ होइन, म तपाईँलाई लास्टमा बजेट पनि सेयर गर्छु होइन। यति माथि हाम्रो यति खर्च भयो, यति पुगेन भनेर भन्छ है। त्यसको लागि चाहिँ तपाईँहरूले सबै भिडियोहरू सर हेरिदिनु होला। अनि नलेज पनि हुन्छ कि कतिसम्म आइँदो रहेछ भनेर होइन। म चाहिँ बाइकमा आएको हो, सो त्यो अनुसारले क्यालकुलेट गर्न सकिन्छ है। यो 5 पोखरी आउनुभन्दा अगाडि अलिकति अगाडि चाहिँ यस्तो उकालो छ है, हल्का उकालो छ होइन। अनि ठ्याक्कै उकालो कटिसकेपछि 5 पोखरी आउँछ। सो आँतिनु भएन, गर्न सक्छु भनेर हिँड्नु पऱ्यो। उकालोहरू चाहिँ यस्तो छ, दामी छ यार सिङ। लौरी बिना आइपुग्यो, केटाहरू आउँदैछन्। सो हुन्छ नि 9 बजेर 1 मिनटमा चाहिँ हामी लौरी बिना आइपुग्यो 5 पोखरीबाट। सो अलिक फास्ट हो गएको भन्दा चाहिँ। केटाहरू आउँदैछन्, यहाँबाट तल लाने उता नोसेम्पाटी छ, यता चाहिँ यस्तो छ। केटाहरू आउँदै नोसेम्पाटी आइपुग्नु लाग्यो। सो लौरी बिनाबाट हामी नोसेम्पाटी चाहिँ 11:10 मिनटमा पुग्यो अरे। यहाँ हल्का खाने हो, त्यसपछि बसेको ठाउँमा अस्ति बसेको ठाउँ जाने। अनि त्यहाँ यसो खाएर फेरि तलतिर जाने है। केटाहरू हिँडिसके, अहिले त हामी 3 जना मात्रै छौँ। सो हामी चाहिँ उतै नोसेम्पाटीबाट चनासना खाएर निक्ल्यो। टाइम चाहिँ 11:43 भएको छ है। सो अब हामी चाहिँ रातो माटेमा जान्छौँ, हाम्रो ब्याग छोडेर चाहिँ त्यहाँ लिन्छौँ। अनि त्यहाँबाट फेरि तलतिर जान्छौँ। केटाहरू हिँडिसके, चना र चौचो खाएर हिँड्यो। त्यही हो, लाली गुराँस फुल्ने ठाउँ। एकजना यता एकजना उता, यो गुराँस फुल्ने ठाउँमा छौँ हामी अहिले। यो खर्का डाँडा हो कि कहाँनिर पुग्छौँ होला अब एकछिनमा। अति छ, अति दामी। स्नो
त्यो माथि चाहिँ 5 पोखरी। हामी चाहिँ टुपी डाँडा आइपुग्यौँ 3:30 बज्यो होइन। हामी कति 12 बजीतिर हिँडेको थियो क्या हो नोसेमपाटीबाट। सो अहिले चाहिँ टुपी डाँडा आइपुग्यो। अब 3:30 भयो होइन। 4:30 5 3:30 भन्यो 4:30 5 बजीसम्म चाहिँ हामी उता पुग्छौँ होला देउराली। अनि त्यहाँबाट चाहिँ हामी घर लाग्छौँ। अझै टुपी डाँडा आइपुग्यो गाइज। गाह्रो छ गाह्रो यो ट्रेकिङ गर्नु त। डाँडा चल्दै गयो टुपी डाँडाबाट। केटाहरू त तलतिर गइसक्यो, म चाहिँ लास्टमा परेँ होइन। अब हामी देउराली पुग्न 1.5 घन्टा गरे दिदीले भन्नुभएको। अस्ति यहीँ खाँदै हामी खाँदा सादा। सो एकछिन भेट्यो बाटोमा भेटेको थियो तर दिदीको पसल रहेछ। ल अब चल्दै गयो टुपी डाँडाबाट नि। काम चाहिँ यस्तो छ, कन्स्ट्रक्सन गोइङ अन भइरहेछ। बाटो यस्तो छ होइन। त्यही हो केटाहरू देखान, म चाहिँ यहाँ छु। ल गाइज अहिले चाहिँ 3:40 भयो टुपी डाँडा आइपुग्यो। अब हामी भेट्छौँ कहाँ देउरालीमा है स्टेसन अफ। सो अहिले चाहिँ 5:28 भयो होइन। हामी देउराली आइपुग्यो। त्यो गाइज अब चाहिँ हामी घर जान्छौँ। अनि अब यो गाडी मैले हालेँ भने हालेँ होइन, हाल्न भने यहाँसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू फर वाचिङ गाइज। हस् बुबा है। अब हामी देउरालीबाट झऱ्यौँ तल। है गाइज हामी चाहिँ अब देउरालीबाट फल्तिर झऱ्यो। अहिले चाहिँ 5:30 जति भयो। अब घर जान्छौँ हामी नबस्ने जहाँ। राति 2 दिन राम्ररी सुत्न पाएन, त्यो चाहिँ हामी घर जान लाग्यो। सो यहाँसम्म हेरिदिनु भएकोमा होइन सबैलाई थ्याङ्क यू भन्न चाहन्छु। र अर्को भ्लगमा भेट्ने बाचाका साथ म तपाईँहरूबाट माझबाट बिदा हुन चाहन्छु। सो बाई बाई, सी यु इन नेक्स्ट भ्लग।